सबै आम नागरिकहरूको आशाको केन्द्रबिन्दु सबै नागरिकहरूको श्रमदाताहरूको भर लाग्दो र सबै नागरिक तल उही मान्छेहरूको विश्वासिलो पात्रको रूपमा रहेको छ आज श्रम संस्कृति पार्टी रहेको छ। त्योभन्दा पार्टीहरूले पनि विकल्प छैन। हामीले विगत 35-40 वर्ष अगाडि पटक हामीले मतदान गरेर पठायौं। यही निर्वाचन क्षेत्रबाट तत्कालीन प्रधानमन्त्रीलाई अत्याधिक बहुमतले प्रधानमन्त्री पनि बनाएर यही क्षेत्रमा बासी तपाईँ हेर्नले पठाउनु भयो। आज तपाईँ हाम्रा आवाजहरू कहिले पनि बोलिएन, तपाईँ हाम्रा आवाजहरू कहिले पनि सुनिएन। आज सीमित मान्छेहरूलाई झोला बोक्न लगाएर आसे पासे बनाएर चप्पल पड्काएर गएका मान्छेहरू सदनमा आज पन्जेरोमा हिँड्न थाले। ती मानिसहरूले गर्दा नै आज भाद्र 23 र 24 गते जेनजी आन्दोलन पश्चात भएको हाम्रो पार्टी, हाम्रो संस्कृति पार्टी, हाम्रो श्रम संस्कृति पार्टी आज तपाईँ हाम्रो बीचमा आशाको रूपमा उदाएको छ। पूर्वबाट उदाएको यो पार्टी आज पश्चिम महाकालीसम्म उदाएको छ। हिमालदेखि आज तराईको ठाठसम्म उदाएको छ। श्रम संस्कृति पार्टीमा श्रमदाता बन्न इच्छुक हुने महानुभावहरूको आज लड्को लागिरहेको छ। यस अर्थमा लड्को लागिरहेको छ कि अबको विकल्प श्रम संस्कृति पार्टीदेखि बाहेक कुनै पनि विकल्प छैन। आज कोही मान्छेहरूको आवाज बोल्नको लागि, गरिबीका रेखा मुनि रहेका आम नागरिकहरूको आवाज बोल्नको लागि आज एउटै मात्रै पार्टी रहेको छ, श्रम संस्कृति पार्टी। म 2 तिहाई नजिकको सरकारलाई आज उसैको क्षेत्रबाट सोध्न चाहन्छु कि तपाईले तल सुकुम्बासीहरू भूमिहीन नागरिकहरूलाई आज डोजर थाप्छु भन्दै गर्दाखेरि आज तपाईले 77वटा जिल्लामा आज घर भत्काउनका लागि आदेश दिनुभएको थियो। कता सुनिन्छ फेसबुकमा हाम्रो पार्टी बालेन्द्र सरकारले काम गर्दै हुनुहुन्छ। आज डोजर नचलाउने उद्घोष गर्नुभएको छ। खबरदार त्यो उद्घोष आज तिहाईको सरकारले गरेको होइन। त्यो उद्घोष कसले गरेको हो भने हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष र हामी श्रमदाताहरूले यदि सडकमा सदरबाट आवाज नउठाएको भए आज यी खोलाका किनारमा बस्तीहरू रहँदैन थियो, तपाईँ हाम्रो घर रहँदैन थियो। त्यसको लागि म उद्घोष गर्न चाहन्छु कि आज कुनै पनि बालेन्द्र सरकारले होइन, हाम्रो श्रम संस्कृति पार्टीले गर्दाखेरि आज त्यो भूमिहीन नागरिकहरूले बस्न पाएका छन्। मान्छेलाई बाँच्न पाउने, खान पाउने, लाउन पाउने अधिकार छ, संविधानको अधिकार छ। तर आज ती अधिकारलाई कुण्ठित गरेर आज एउटा होल्डिङ सेन्टरमा लगेर आज बन्दी जीवन बिताइरहेका छन् हाम्रा नागरिकहरूले। जुन दमकमा हामी कार्यक्रम गरिरहँदाखेरि आज म उहाँलाई एउटा सन्देश दिन चाहन्छु कि तपाईँले सरकारी जग्गाहरू अतिक्रमणबाट रोक्न चाहनुहुन्छ भने तपाईँ गएर महाकालीको तलपुर पारीको जमिनलाई रोक्नुहोस्। सक्नुहुन्छ? हिम्मत छ तपाईँलाई?